शनिबार छुट्टीको दिन है। म आज 3 दिनपछि किचनमा गएको। मेरो हस्बेन्ड र छोरीको डिमान्ड। अनि यो स्यान्डविच बनाइदिएँ छिटो छिटो गरेर नास्ता। ढिलो उठेँ, अलिक सन्चो थिएन मलाई। अनि त्यसपछि नानीले चाहिँ स्यान्डविच नखाएर उसले ब्रेड जाम भुजियाहरू लगाएर खायो। अनि त्यसपछि जुस र त्यही दिएँ नानीलाई मर्निङ ब्रेकफास्टमा। ढिलो भएको थियो आज हाम्रो नास्ता पनि, लगभग 10 साढे 10 भइसकेको थियो। अनि मैले र हस्बेन्डले चाहिँ स्यान्डविच मजाले पोट्याटोहरू फ्राई गरेर चिजहरू हालेर बनाएको थिएँ। त्यसरी स्यान्डविच खायौँ नास्तामा। अनि हस्बेन्डलाई चाहिँ स्यान्डविचसँग अब केही चाहियो नि त लिक्विड। अनि उसलाई कफी बनाएर, एकदम अब चिसो चिसो जस्तो भएको थियो क्या, पानी आएर एकदमै। अनि उसलाई चाहिँ कफी बनाइदिएँ। अनि हस्बेन्डलाई कफी, त्यसपछिबाट स्यान्डविच दिएँ। मैले मेरो आफ्नो लागि चाहिँ स्यान्डविच र चिया रेडी गरेँ। अनि बसेर मर्निङ ब्रेकफास्ट गऱ्यौँ। अनि फेरि तल गएर एकछिन हस्बेन्ड आफ्नो अफिस काम गर्दै हुनुहुन्थ्यो। म उसलाई जिस्काएँ, एकछिन टिकटकहरू बनाएँ। अनि हस्बेन्ड आफ्नै काम प्याकिङ थियो, अर्डरहरू गएको सायद बाहिरको, उहाँ बिल बनाउँदै हुनुहुन्थ्यो। म उहाँसँग बसेर एकछिन सामानहरू निकाल्न हेल्प गरेँ, भिडियोहरू बनाएँ। अनि हाम्रो आफ्नै सामानहरू थियो। त्यसपछि भिडियोहरू बनाएँ। अनि मलाई एकजना साथीले सोध्नु पनि भएको थियो के सामान छ भनेर। अनि उहाँलाई पनि भिडियो बनाएर मैले पठाइदिएँ। त्यसरी नै हस्बेन्डले सामानको रेटहरू भनिदिँदै हुनुहुन्थ्यो। अनि सबै सामानहरू तल एकछिन बसेर प्याकिङ गर्न हस्बेन्डलाई पनि हेल्प गरिदिउँ। अनि छुट्टीको दिन त प्रायः म पनि उहाँलाई अलिअलि हेल्प गर्छु। हामीसँग भएको सामानहरू, मेरो आफ्नो पेज पनि छ है। अनि फेरि माथि आएँ, अनि चिसो थियो नि त। हस्बेन्ड चाहिँ कपडा ओढेर, सल ओढेर बसिरहनु भएको थियो। म जाडो छ भनेर पुरा आफ्नो यो गरिरहेको थिएँ, एउटा ब्लग बनाइरहेको थिएँ क्या म। अनि त्यसपछि उसलाई सोधिरहेको थिएँ, ला अब विन्टर लाग्यो, मैले त मेन ब्ल्याङ्केटहरू मजाले निकालेकै थिइनँ बाहिर, अब चिसो सुरु भयो भन्दै। तर मेरो घरमा चाहिँ सबैभन्दा धेरै जाडो हुने भनेको मलाई मात्रै हो साथीहरू। मेरो छोरीलाई र मेरो हस्बेन्डलाई चाहिँ एकदमै जाडो हुँदैन कि, उहाँहरूलाई खोइ के भएको, फरक पनि पर्दैन। मलाई चाहिँ एक्सेसै जाडो हुन्छ। अनि अहिले चाहिँ मलाई यो थ्रोटको अलिकति प्रब्लम भएको छ क्या, घाँटीको पनि। अनि हेडेक धेर भएर एकदमै गाह्रो छ। आज त मलाई एकदमै गाह्रो भएको थियो दिउँसो। अनि त्यसपछि के अरे नानीलाई पनि होमवर्कहरू गराउनु थियो, बाथिङहरू गराएकै थिइनँ। उसँग एकछिन बसेर खेल्दै उसलाई रेडी गरिदिएँ बाथिङहरू गराउनको लागि। अनि त्यसपछिबाट हस्बेन्डलाई पनि भने तपाईँ पनि छिटो छिटो फ्रेस हुनु भनेर। मलाई पनि अल्छी लाग्यो भन्दै हुन्थ्यो। अनि एकदमै अल्छी गर्नुभएको थियो। आज मेरो छुट्टी हो, अल्छी चाहिँ उसलाई लागिरहेको थियो क्या। अनि ऊ फेरि काम गर्न तलै जानुभयो एकछिन गफ गरेर। अनि नानीलाई रेडी गरेर म फेरि खानाको तयारीमा लागेँ। नास्ता बनाउँदा बनाउँदै म खानाहरू पनि रेडी गरिरहेको थिएँ। अनि छिटो छिटो खानाको उयो गरिसकेको थिएँ। अनि हस्बेन्डलाई आफ्नो काममा तल पठाएर म चाहिँ मेरो काममा लागेँ। अनि खानाहरू सबै बनाइसकेर म नानी लिएर तल उत्रेँ। अनि एकछिन नानीलाई रेडी गरिदिएँ, नुहाइधुवाइ गराएर उसलाई फ्रेस गराएर फेरि एकछिन नानीलाई फ्रुट्सहरू दिएँ ओरे। अनि हस्बेन्डलाई पनि आउनु नास्ताहरू रेडी, खानाहरू रेडी गऱ्यो भने त्यतिकैमा मेरो हेल्पर दिदी आउनुभयो। अनि मलाई त्यतिन्जेलमा साथीहरू यस्तो धेरै अहिले हेड पेनको उयो भएको छ नि, यो माइग्रेन हो कि साइनेक्स के हो के भन्छ कुन्नि। बुढोले एकछिन त्यो सन्चो बाम लाएर मालिस गरिदिएको, भरे बाउ छोरी दुइटैले आफ्नो त्यो सन्चोको हातले आफ्नो आइजमा लगाउनु भएछ यो बाम लगाएपछि यस्तो। अनि त्यहाँ माथि भएर छोरीले उसलाई एकदम धेरै उयो गराइरहेको थियो। फेरि हामी तल गयौँ। अनि हस्बेन्डको फेरि सामानको अर्डर थियो नि त अर्को पनि। अनि त्यो सामान प्याकिङ गर्दै हुनुहुन्थ्यो, म उसलाई जिस्काएर भिडियो बनाइरहेको थिएँ। अनि लड्डु गोपालहरूको थियो, त्यहाँबाट माथि आएर मैले ब्ल्याङ्केटहरू निकालेको थिएँ। अब जाडो लाग्यो है विराटनगरमा पनि। म त ब्ल्याङ्केटहरू निकालेर सबै उयो गराएँ, धोएरै राखेको थिएँ कि, त्यही पनि हुन्छ नि अलिक फ्रेस हुँदैन भनेर। अनि बाहिर अलिक हावा उयो होस् भनेर। हस्बेन्ड पनि ट्राउजर र हुडीमा आइसक्नु भयो। हाम्रोमा चाहिँ नानीले पनि हल्का पातलो ज्याकेट रेडी गरिसक्यो चिसो चिसो भएर। अनि नानीले त स्लिपर पनि निकालिसक्यो त। छोरीले उसको पापालाई हेयर मसाज गरेर दङ्सै छ एकदम। बाउ छोरी टर्न बाई टर्न आज हेयर मसाज गर्नुभयो अरे घरमा। अनि त्यसपछि एकछिन बाहिर पनि निक्लेको थिएँ नानी लिएर। अनि हजुर हामी सबैजना निक्लेको थियौँ एकछिन बाहिर, रमाइलो भएको थियो। पानी परेर वाक्क भएको थियो। अनि मेरो यो घाँटीको प्रब्लमले गर्दा दबाई पनि ल्याउनु पर्ने थियो क्या थ्रोटको। लिएर आयौँ दबाई, खाना खायौँ। अनि राति चाहिँ बाफ लिएँ मैले, स्टिम अलिक ठिक हुन्छ कि भनेर। स्याटरडे त सक्यो, भोलिदेखि फेरि रेगुलर रुटिन। हजुरहरूको स्याटरडे कस्तो बित्यो? थ्याङ्क यू।